अहिले मर्ने चिज होइन आर्ट भन्ने चिज चाहिँ। जसले पूजा गरेको हुन्छ, पूजा गर्ने मान्छेलाई धर्म त लाग्छ, बनाएको मान्छे पनि आउँछ है। त्यो मान्छेले एकदम राम्रो बनाएछ, धेरै राम्रो छ, स्याबास यस्तो बनाउनु पर्ने जुन बेला भन्नुहुन्छ नि, धेरै खुसी भइन्छ। ललितपुर पाटनका मूर्ति व्यवसायी जीवन महर्जन आजभोलि अलिकति सन्तोषको सास फेर्छन्। आफूले तयार गरेका यी मूर्तिहरू देख्दा आनन्द मान्छन्। नमानुन् पनि किन, उनको जीवनको करिब 35 वर्षको लगानी र उपलब्धि यही त हो। पहिला त यो कसैले पनि चिन्दैन थियो, नाम पनि थिएन मार्केटमा। अलिकति अहिले मूर्ति हेर्ने बित्तिकै मान्छेले यो जीवन दाइको मेरो कला उहाँले बुझ्नुभयो, त्यही हो मैले कमाएँ भन्ने कुरा। त्यहीमा अलि म सन्चै खुसी पनि छु अहिले। महर्जनको व्यावसायिक कथा यसरी सुरु हुन्छ। 12 वर्षको उमेरमा उनले बुवा गुमाए। आमाको मात्र कमाइले घरको खर्च धान्नै धौधौ हुन्थ्यो। परिवारको जिम्मेवारी उनको काँधमा आयो। त्यो बेला हाम्रो यो कृषि क्षेत्रमा त पुग्दैन थियो। घर बनाउने काममा चाहिँ धरान गरिन्थ्यो नि, त्यो बेला त्यस्तो काम पनि जानुहुन्थ्यो। त्यो बेला उहाँले कमाउनुहुन्थ्यो दिनको 15 रुपियाँ। आर्थिक सम्बन्ध धेरै बोझ थियो घरमा। अनि मानन के भन्नुभयो भन्दाखेरि काम सिक्यो भने भोलि परिवार सबैलाई ठिक हुने कुरा हो। मेरो फेरि इन्ट्रेस्टको कुरा पनि त्यही भयो। एकातिर सिप सिक्ने हुटहुटी, अर्कोतिर पढाइ। जसोतसो एसएलसीसम्म अध्ययन गरे। त्यसपछि भने विद्यालयको पढाइलाई बिट मारे, काम र सिकाइलाई निरन्तरता दिए। यसरी नै 5 वर्ष बित्यो। केही रकम जम्मा गरेपछि उनले नयाँ व्यवसाय सुरु गरे। त्यसमा असफल भए। यो सिकाइको रूपमा रह्यो। फेरि त्यही आर्थिक सङ्कटमा आइगयो। 50-51 सालको कुरा होला। म घरमा आएँ। मैले त्यो बेला यति मिहिनेत गरेँ कि कुनै पनि लाइट नहुने ठाउँमा एउटा तरा जस्तो भित्र, त्यो बेला हाम्रो चाहिँ क्यासेट हुन्थ्यो, त्यो बजाउने। हामीले त्यस्तै 12-1 बजेको 2 बजेको पनि थाहा हुँदैन थियो। अनि प्रतिफल तयार भयो। सबभन्दा पहिला एउटा वाका बोर्नर भन्ने कुरा बनाएँ। त्यो चाहिँ धुपदानी हो टिबेटनहरूको। त्यो बेला मलाई थाहा पनि थिएन। तर सामान लिएर जब उनी बजारमा गए, एउटै प्रश्नले घेरिरह्यो, कसले बनाएको? तिम्रो सामान होइन, तिमी त यो काम गर्ने मान्छे नै होइन, यसो नयाँ नयाँ सामान भनेर उहाँले भन्नु रहेछ मार्केटमा। प्रश्नबाट उनी आत्तिएनन्, बरु प्रयास जारी नै राखे। बिस्तारै व्यवसाय फैलिन थाल्यो। उनको कामको प्रतिफल पनि जोडिँदै गयो। टिबेटनहरूलाई चाहिँ अफ्रिङ मण्डला भन्छ त्यसलाई। यसलाई तामामा निकाल्थे। कासिङ गरेर निकालिसकेपछि धेरै मन पराउनु मार्केटमा, धेरै डिमान्ड आयो त्यसको। त्यसपछि मेरो बिस्तारै मेरो यो जुन यो ढाँटो मुटु कलाको यात्रामा अलिकति भनौँ न सहयोग पुग्न गयो। अनि त्यसको अलिकति नाम भयो मेरो। यसपछि उनले व्यवसायमा पछि फर्कनु परेको छैन। लामाहरू उनको काममा जोडिँदै गए। लगानी बढाउनु पर्ने अवस्था आयो। अब उनको व्यवसाय कर्जा मार्फत जोडियो ब्याङ्कसँग। अर्डर आउँछ 20-25 लाखको, तर लगानी त गर्नु पर्यो। त्यो अवस्थाको लागि मान्छेसँग त लिन सकिएन। भनिसकेपछि बैंक प्रस्तुत कसरी गर्ने भने तपाईँ चाहिँ कारखाना एउटा घरेलुमा गएर दर्ता गर्नुपर्ने रहेछ। ब्याङ्कसँगको कारोबारले उनलाई आर्थिक रूपमा निकै सहज बनाएको छ। नोबेल ब्याङ्कले एसएमइजको क्षेत्रमा नोबेल सजिलो कर्जा, नोबेल सजिलो एक्सप्रेस कर्जा, नोबेल सक्षम कर्जा, नोबेल उद्यमशील कर्जा, नोबेल नारी कर्जा जस्ता भिन्नै शीर्षकमा कर्जा प्रवाह गरिरहेको छ। यसले पनि व्यवसायमा आर्थिक रूपमा निकै सहयोग पुगेको महर्जनको अनुभव छ। पछि मलाई थाहा भयो कि हामी स्पेसल यसो राम्रो काम गर्ने, त्यत्रो वर्ष काम गरेको मान्छेले उहाँले पनि यसले फ्यासिलिटी दिन सक्ने रहेछ। त्यो लेटर प्राइमर सही गरेर मलाई निवेदन दिनु भन्नुभयो। मैले निवेदन दिएँ। त्यो बेला पनि सहुलियत दरमा मलाई दिनुहुन्थ्यो। तर ब्याङ्कबाट व्यावसायिक कर्जा लिँदा ध्यान दिनुपर्ने कुरामा महर्जन निकै सचेत छन्। अरूलाई पनि उनको सुझाव छ, आफ्नो क्षमता र काम पहिचान सहित कर्जा लिनुस्। जुन आफू दक्ष के छ, जुन म व्यवसायलाई भनेर काम गर्छु भनेर लिएको हो, त्यसमा हामी इमान्दारता हुनु पर्यो, निरन्तरता गर्नु पर्यो, ध्यान दिनु पर्यो। गर्न र मान्छेलाई करोड अरबको गर्न मन लाग्ला नि, तर आफ्नो बिजनेस कुन ट्र्याकमा गइरहेको छ त्यो आधारमा चाहिने जति मात्रै लगानी गरेर काम गर्नु पर्यो। बैंकलाई पनि त्यो ढोका दिनु भएन। अहिले 3 दाजुभाइ र छोराहरू समेत मिलेर काम गरिरहेका छन्। करिब 130 जना कालीगढले रोजगारी पाएका छन्। सामान्यदेखि करोडभन्दा बढी मूल्य पार्ने सामान तयार हुन्छन्। सामान भारत, चीन साथै अमेरिका, जर्मन, जापान लगायतका विभिन्न देशमा पुग्छन्।
विभिन्न अवार्डबाट सम्मानित हुने क्रम बढेको छ। अब उनको उद्देश्य छ अरूलाई सिप सिकाउने, कलालाई नेपालसँगै विश्वमा चिनाउने।